नमस्ते एभ्रिवान, म हजुरहरूकै सम्प्रिता। म चाहिँ आज हजुरहरूलाई पानी खाने सही तरिका बताउन आइरहेकी छु। सुनिदिनु होला। मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु है त। हामी सबैलाई थाहा छ है, दिनको 3 देखि 3.5 लिटर पानी हेल्थको लागि राम्रो हो भनेर। तर के हामीले सही तरिकाले पानी खाइरहेका छौँ त? म हजुरहरूलाई आज बताउँछु है त। हामीले बिहान उठ्ने बित्तिकै 2 देखि 3 गिलास पानी खाली पेटमा पिउनुपर्छ है, जसले गर्दा चाहिँ हाम्रो शरीरमा भएको ऊर्जालाई चाहिँ एक्टिभ गर्ने काम गर्छ। अनि त्यसै गरी चाहिँ हामीले नुहाएर आइसकेपछि 1 गिलास पानी पिउनुपर्छ, जसले चाहिँ ब्लड प्रेसरलाई मेन्टेन गर्छ र बढेको प्रेसरलाई पनि मेन्टेन गर्ने काम गर्छ है। अनि त्यसै गरी चाहिँ हामीले खाना खानु अगाडि है 30 मिनेट अगाडि अथवा 45 मिनेट अगाडि चाहिँ 2 गिलास पानी पिउनुपर्छ, जसले चाहिँ हाम्रो खानालाई चाहिँ राम्रोसँग पचाउने काम गरेको हुन्छ। अनि त्यसै गरेर चाहिँ हामीले सुत्नुभन्दा अगाडि आधा घन्टा अगाडि चाहिँ हामीले आधा गिलास पानी पिउनुपर्छ है, जसले गर्दा चाहिँ हृदयघात हुन दिँदैन। र जहिले पनि हामीले पानी पिउँदा चाहिँ बसेर बिस्तारै पिउनुपर्छ। उठेर छिटो छिटो पानी पिउँदा चाहिँ मृगौलालाई फिल्टर गर्न गाह्रो हुन्छ है। हजुरहरूले पनि पानी पिउँदा सधैँ बसेर बिस्तारै मात्रामा पानी पिउनु होला है त। आजको मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला है त। हस् त, धन्यवाद।